हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूको भान्सामा आज के पाक्यो हेर्नुहोस् त। मेरो भान्सामा के पाकेको छ। यसलाई चाहिँ ठाउँअनुसार विभिन्न भाषामा भन्ने गरिन्छ कि कसैले यसलाई गाभा भन्छ, कसैले कर्कलो। अब हाम्रोतिर चाहिँ पाप्रो भन्ने गरेको छ है। म फेरि यता दाङसल्यानतिरबाट बिलङ गर्छु नि त। बुहारी त्यतैको परेँ अनि बिहे गरेको पनि 12 वर्ष भइसक्यो कि त्यही भएर मैले गाभा भन्नै भुलिसकेँ। प्राय पाप्रै भन्न थालिसकेको छु। अनि हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ? हामी चाहिँ पहिला माइतमा हुँदाखेरि साग काटे जसरी नै बनाइदिन्थ्यौँ कि त्यसले गर्दा हात लास्टै चिलाउँथ्यो क्या। अनि यतातिर आएको त यसरी बनाउँदो रहेछ अनि मैले पनि त्यही स्टाइल चोरेको के। अब राम्रो कुरा त सिक्नु पर्यो नि त, होइन र? अनि पाप्रोलाई धोइ पखाली गरिसकेपछि यसरी मजाले बटारेर बनाउँदाखेरि चाहिँ हात पनि चिलाउँदैन। हेर्नु त कस्तो मजाले तयार गरिसकेको छ। अनि डाँठलाई पनि फाल्दैन क्या। म त केलाई कुलाई पारेर त्यो पनि हालिदिन्छु, कौलो हुन्छ नि त। अनि पकाउने प्रोसेस खासै केही छैन। तातो पानी भग 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 उमाल्यो अनि त्यसैमा चाहिँ यो पाप्रोलाई हालिदिने कि एकदमै पाकेको पानी हुनुपर्छ। फेरि नर्मल पानीमा हाल्यो भने चाहिँ अलि ढिलो हुन्छ। एकदम मजाले उम्लेको पानी छ भने चाहिँ पकाउन छिटो पनि हुन्छ क्या। अनि मजाले वर्काइ फर्काइ गर्दै पकाउने है। केही हाल्नु पर्दैन यसमा, नुन बेसार केही पर्दैन पहिला हाल्न। मजाले पाक्न दिनुपर्छ पहिला चाहिँ। हेर्नुहोस् यस्तै गरेर फतफत फतफत पाक्न दिने होइन। त्यस पछाडि यसमा चाहियो मेन भनेको चाहिँ कागती। यसको ठुलो रोल छ क्या फेरि। थालेँ म कागती काट्नलाई। कागतीमा खासै त्यति धेरै रस त रहन्छ। यो कागती चाहिँ फेरि मेरो माइतबाट आइपुगेको हो कि। कागती पनि माइतको अनि यो पाप्रो पनि माइतबाट बुवाले लिएर आइदिनु भएको थियो। म चाहिँ त्यही पकाउँछु आज भनेर थालेँ। अनि कागती एउटाले हुन्न कि जस्तो लगाएर अर्को पनि काट्न थाल्यो। सकि नसकी बल लगाएर निचरिरहेको छु। उता बुढो पढिराख्नु भएको छ, उहाँको चाहिँ एक्जाम छ नि त। अनि त्यसपछि मजाले हालिदिएँ हेर्नु त कागती। अब सुरु हुन्छ यसको प्रोसेस। मजाले पाकिसकेको छ लगभग, हेर्नु त कस्तो मजाले फतक्क गरी पाकेको छ। अब म के गर्छु यसमा भनेपछि शुद्ध तोरीको तेल तताउँछु मजाले। अनि त्यसमा चाहिँ जिरा पुऱ्याउँछु। अनि त्यसपछि स्वाद अनुसार पिरो पनि राख्नुपर्छ कि। यस्तो मिठो हुन्छ नि अमिलो पिरो ट्वाक्क परेको भएपछि। अनि यति गरेर मजाले झान दिनुपर्छ कि माथिबाट। अनि यति गरेपछि त पाप्रो तयार भयो। हजुरहरू कसरी पकाउनुहुन्छ? मेरो स्टाइललाई छि चाहिँ नभन्नु है, एकदमै मिठो हुन्छ। एकचोटि पकाएर खानुहोस् त। खास ज्वानो हाल्नुपर्छ है।